आज क्लासमा आउनुभएका सबैजनालाई स्वागत छ। र अस्ति मैले अक्षर 30वटा अक्षर मैले सिकाइसकेँ। अब आज भावल सिक्ने र अस्तिको यो के भन्छ क्लास त्यति स्पष्ट सुनाइदिएको छैन होला, किनभने यो माइक्रोफोन मैले चलाउनु जानेको थिइनँ र यो माइक्रोफोन काठजरामा बस्नुहुने छेचुन शेर्पाको पालाले डोनेट गर्नुभएको हो, ताकि यो क्लास सबैजनाले राम्ररी सुन्नु सकोस् र सबै शेर्पा डुप्पा सबै यो मङ्गोल राइटरहरू आफ्नै भाषा र लिपि सिक्नु सकोस् भन्ने विचारले चाहिँ उहाँले यो डोनेट गर्नुभएको हो र उहाँलाई आज पनि धन्यवाद टक्राउँदैछु। र अब भावल सिक्ने अस्ति मैले 30वटा अक्षर भोटी लिपि चिनाइसकेको छु र एक हप्ताभित्र त तपाईँहरूले प्राय अब जानिसकेको छ र अब त्यसको माथि भावल जोड्ने त्यो सिक्नुपर्छ। अब भावलको अर्थ चाहिँ के हो भन्दाखेरि अब जस्तै एउटा अक्षरमा अक्षर लिएर चाहिँ मालाई चाहिँ विभिन्न उच्चारण गर्नु सक्ने हिसाबले मालाई चाहिँ मी भन्नु सक्ने, मु भन्नु सक्ने, मे भन्नु सक्ने, मी, मे, मो, मी, मे, मो, मु यसरी भन्नु सक्नुको लागि भावल्स बनाएको हो। र भोटे लिपिमा नेपालीमा 12वटा भावल्स छ तर टिबेटनमा चाहिँ 4वटा मात्रै हुन्छ र सिक्न एकदमै सजिलो छ। तर पहिला चाहिँ 30वटा अक्षर चाहिँ चिन्नु सक्ने भइसक्यो भन्नुपर्छ। अब भावल्स अङ्ग्रेजीमा भन्यो भने चाहिँ ए ई आई ओ यू, नेपालीमा छोटे इकर, बडे इकर, छोटे उकर, बडे उकर, ओकर, एकर यसरी नेपालीमा 12वटा भावल्सहरू छ र टिबेटनमा चाहिँ एकदमै सजिलो 4वटा मात्रै भावल्स छ। र भावलले अब कसरी काम गर्छ त्यो तपाईँलाई देखाउनु लागिरहेको छु। अब काका गर्न पनि तपाईँले सिकिसक्नुभयो होला। अब पा पा यो भयो पा पा नेपालीमा पा। अब यसलाई भावल जोड्नु पर्यो। पा खिकु, पा पा खिकु, पा पा पी पा का हरेक भन्नाले हमें पा खिकु यसलाई खिकु
vowel kiku, pa, kiku, pa barekar pi, pa kiku pi, pa kiku pi, pa यसलाई चाहिँ सक्छु भन्ने पा सक्छु के हुन्छ पा छुट्यायो कर पु तर पा छुट्यायो कर नभन्ने पा सक्छु पु पा खिकु पी पा खिकु पी पा सक्छु पु यसलाई टेम्पो भन्ने TAMGPO पा टेम्पो नेपालीमा के हुन्छ पा 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 एकल पे पा एकल पे पा पा किकु पी पा सक्छु पा टेम्पो पे अनि पा यसलाई चाहिँ नारो भन्ने NARO equals to पा ओकर पो पा ओकर पो अब त्यसरी नै सबैमा लागु हुन्छ अब यही नियम अब पा फा 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 खिकु बढेको काम गर्छ फा खिकु फी फा खिकु फी यहाँ हेर्दै गर्नुहोस् बढेको सम्झिनुहोस् यसलाई फा खिकु फी फा खिकु फी अनि फा सक्छु नेपालीको छुट्टै कर जस्तै नै देखिन्छ र काम पनि त्यस्तै गर्छ तर फा सक्छु फु फा सक्छु फु फा टेम्पो फा टेम्पो एकलको काम गर्छ फा टेम्पो पे फा फा खिकु फी फा सक्छु फु फा टेम्पो पे फा नारो कुनै एउटा अक्षरको माथि यस्तो देखियो भने चाहिँ तुरन्तै नारो भन्नु सक्ने र नारोले के को काम गर्छ ओकरको काम गर्छ भनेर त्यति चाहिँ जाने हुनु पर्यो फा नारो यसले ओकरको काम गर्छ फो त्यसरी नै पा फा बा
बा खिकु बी बा सेप्चु बु बा डेङ्गो कुनै एउटा अक्षरको माथि यस्तो लेखिएको देख्नुभयो भने चाहिँ एकल सम्झिने र पढ्दाखेरि बा डेङ्गो बे बा डेङ्गो बे कुनै एउटा अक्षरको माथि यस्तो लेखिएको देखियो भने चाहिँ नारो भन्ने र ओकर हो सम्झिने बा नारो गो बा नारो गो मा नेपालीको मा जस्तै नै छ मा अनि मा खिकु मी मा सेप्चु मु मा टेम्पो मे मा नारु मो यसरी अब पालाई चाहिँ बाबुले खिकु छोड्यो पा खिकु यसलाई बढाइको काम गर्छ भनेर याद गर्नुपर्छ पा खिकु पी पा सेप्चु भन्ने तर छोटो एकको काम नै गर्छ पा सेप्चु पु पा यसलाई डिङ्बो भन्ने एकरको काम गर्छ पा डिङ्बो पे पा नारो ओकरको काम गर्छ पा नारो पो तर यसलाई चाहिँ देख्नु बित्तिकै नारो बोल्न सकेको हुनु पर्यो सँगसँगै नारोले चाहिँ ओकरको काम गर्छ भनेर त्यति सिक्नु त हो अब अस्ति एक हप्ता अगाडि मैले अक्षरहरू 30वटा अक्षर चिनाइसकेको छु सायद तपाईँहरू चिन्नु सक्ने भयो होला त्यो चिन्नुको लागि जस्तै अब एउटा बजारमा जानु पर्यो भने कुनै एकजना मान्छेलाई एकचोटि देख्दा चाहिँ पछि गएर चिन्नु सक्नुहुन्न त्यसलाई धेरैपल्ट देखेर चाहिँ चिन्नु थाल्छ त्यसरी नै यो अक्षर गरी हेरेर सँगसँगै उच्चारण गर्नुपर्छ पा फा बा मा खिकु मी बा खिकु बी फा खिकु फी फा सेप्चु फु बा सेप्चु बु मा सेप्चु मु मा डिङ्बो मे बा डिङ्बो बे फा डिङ्बो फे फा नारो फो बा नारो बो मा नारो मो फा खिकु फी फा सेप्चु फु फा डिङ्बो फे फा नारो फो बा खिकु बी बा सेप्चु बु बा डिङ्बो बे बा नारो बो मा खिकु मी र मैले पढ्दै गरेको पनि धेरैपल्ट सुन्नु भने चाहिँ मा तुरन्तै खिकु भन्नु सक्नुहुन्छ मा खिकु अटोमेटिकली मी भन्नु सक्ने चाहिँ कसरी हुन्छ भन्दाखेरि धेरैपल्ट सुन्नुपर्छ धेरैपल्ट यो अक्षरलाई लेख्नुपर्छ अनि सिक्नु सक्नुहुन्छ मा सेप्चु मु मा डिङ्बो मे मा नारो मो यसरी
是酒部，八顶部边，八नारू पो। अब इंग्लिश में चाहिँ भवल 5 वटा हुन्छ 5 vowels A E I O U A A अब जस्तै के ए का भनेर का भयो। नेपालीमा चाहिँ क अगर का यो ए सक्यो। के ई की के ओ को के यू एउटै हो कु टिम्पो। अब यसले चाहिँ अहिले चाहिँ टिबेटनको दृष्टिकोणदेखिको चाहिँ अहिले चाहिँ एको काम गर्दैछ र ए के यहाँ चाहिँ के चाहिँ देख्नुमा आउँदैछ भन्दाखेरि अङ्ग्रेजीमा चाहिँ भवल अक्षरको छेउछाउमा लेख्ने गर्छ के ए का के ई की के ओ को के यु कु। तर नेपाली र भोटे लिपिमा चाहिँ भवल चाहिँ कोही माथि जोडेको कोही तल जोडेको कोही माथि यसरी भवल चाहिँ माथि कि त त्यो अक्षरको मुनि जोड्छ कि त त्यो अक्षरको माथि जोड्छ। तर अङ्ग्रेजीमा चाहिँ त्यो अक्षरको छेउछाउमा जोड्ने गर्छ के ए का के ई की के ओ को के यु कु के ए वाइ के। अब यति नियम तपाईँले बुझ्नुभयो भने चाहिँ अब सबै हुन्छ। तर त्यो सक्नुको लागि अगाडि सिकाएको 30 वटा अक्षर चाहिँ देख्नु बित्तिकै चिन्नु सक्ने हुनुपर्छ। अब जस्तै एउटा अक्षर छ यो देख्नु बित्तिकै यो ला हो भन्नु सक्ने हुनुपर्छ। त्यो कता कतै मिल्छ 1 2 3 ला
one curve, two curve, one curve, two curve. यसरी नेपाली अक्षर र भोटे लिपिको नेपाली लिपि र भोटे लिपिको सम्बन्ध के छ ल 1 2 1 2 र यो देख्नु बित्तिकै यो लाउ भन्न सक्नुपर्छ अनि यो भन्न सक्ने भए चाहिँ ला लाखिपुरी ला लासिचुपु ला लाटिङ्गोले ला लामारो लो तीसवटा अक्षर चिनेको हुनुपर्छ अनि यो यसलाई खिकु भन्छ तर बढी इकारको काम गर्छ यसलाई सब्जु भन्छ छोटा इकारको काम गर्छ यसलाई ढिङ्गो भन्छ एकरको काम गर्छ यसलाई नारो भन्छ र नारोले चाहिँ ओकरको काम गर्छ त्यसरी आज यो 30वटा अक्षरको सँगसँगै 4वटा भवल्स पनि सिकाइसके र अलिकति तपाईँहरूको तर्फदेखि पनि अलिकति मेहनत समय दिएको हुनुपर्छ सिक्नु साह्रो छैन एकदमै लजिकल छ यसरी हामी आजको क्लास यही समाप्त गर्दैछु र पछि नेक्स्ट क्लास सुपरस्क्राइब सब्जेक्ट केहरू आउँछ तीहरू बिस्तारै बिस्तारै सिक्दै गरौँ र भयो भने चाहिँ तपाईँहरू मन्जुश्रीमा आउनुहोस् यदि तपाईँ दार्जिलिङमा बस्नुहुन्छ भने बेस्ट सबभन्दा राम्रो चाहिँ स्कुलमै आएको राम्रो अनि तपाईँहरू यो क्लासमा आउनुभएकोमा धन्यवाद टक्राउँदैछु र पछि फेरि भेटौँ होला. Thank you for coming to the class.